जम्मै अहिले जे भएको छ आजसम्म नभएको छ। नेपाल एकीकरण पछि तपाईँले सोच्नु भएको थियो एउटा मधेसी चाहिँ यो देशै हल्लाइदिन्छ मधेसीले प्रधानमन्त्री हुन्छ भनेर, मधेसीको छोरो सोच्नु भएको थियो? चुनावमा जाँदा तपाईँले सोच्नु भएको थियो यो देशमध्ये त्यो चाहिँ के अरे उहाँ महोत्तरीमा जन्मिएको काठमाडौँतिर मेयर भएको चाहिँ नि बालेन शाह, उहाँ झापाको चाहिँ नि त्यत्रो चाहिँ नि केपी ओलीकै भाषामा चाहिँ जम्मै सम्भ्रान्त बसेको ठाउँमा लप्पै घोडा चढ्छ भनेर घोडै चढ्यो। त्यसपछि गएर तपाईँलाई म अर्को भन्छु, तपाईँको चाहिँ नि 40 वर्ष मुनिका चाहिँ नि मान्छेको क्याबिनेटमा यत्रो जमात हुन्छ सोच्नु भएको थियो? इतिहासमा थियो? 25 वर्ष उमेर भर्खर पुगेका मान्छे कतिजना संसदमा छन् सोच्नु भएको थियो? हेर्नुहोस्, उहाँ चाहिँ नि तपाईँको बदिनी, कहाँ सुर्खेतकी बदिनी, बादी पनि होइन, बदिनी सुर्खेतकी बदिनी आज मन्त्री हुन्छ सोच्नु भएको थियो? सब सम्भव भयो। तपाईँलाई म के भन्छु भने तपाईँले जे हिजो सोच्नु भएको थियो नि, जे हिजो देख्नु भएको थियो त्यो केही पनि छैन, सबै नयाँ छ। अघि नै भनिसक्नुभयो छैन, राजदूतलाई चाहिँ प्रधानमन्त्रीले यसरी भेटेको 48 साल यता देख्नु भएको थियो? बालुवाटारमा कोही मान्छे पस्न दिन्न भनेर प्रधानमन्त्रीले भने सुन्नु भएको थियो? मान्य जम्मा भएर चाहिँ बसेका ठाउँमा प्रधानमन्त्री हुने मान्छे खोइ आएन त भन्दाखेरि चाहिँ नि तपाईँ नगएको हिजो देख्नु भएको थियो? 4 जना मान्य बसेका ठाउँमा प्रधानमन्त्री गएर घ्ल्याप्पै अँगालो हाल्थे, जम्मै तिमीहरू मेरो आऊ भन्थे। मान्य बसेका छन्, बोलाएको छ, आएको छैन, सुन्नु भएको थियो? चुनावमा हिँड्दाखेरि हिजो चाहिँ नि मान्छेले भाषण नगरिकन भोट पाउँदैन थियो। हेर्नुहोस्, अहिले बोल्दाखेरि बोलेर होइन हातेस हल्लाएर चाहिँ यत्रो भोट ल्याएर देख्नु भएको थियो? माला लाउँदाखेरि तपाईँको माला थापेर जम्मै आँखा छोपिसक्यो, अझै यसो गरेर हिँडिरहेको देख्नु भएको थियो। माला फुत्तै चाहिँ फालिदिएको देख्नु भएको थियो? मान्य चाहिँ नि तपाईँको लगेर गएपछि प्रधानमन्त्री हुने मान्छेले यसो अँगालो मार्थ्यो र सिडिओ र एसपीलाई के भन्थ्यो, मेरो मान्छे है के हो कसो हो तपाईँले सहयोग गर्नु भन्थ्यो। उहाँ मान्य चाहिँ के अरे प्रधानमन्त्री हुने मान्छे छ, भेटिया छैन, उसको गाडी त चढ्न परै जाओस्, जम्मै धुलोले पुरिएर चाहिँ देखा उम्मेदवार देख्नु भएको थियो? तपाईँले हिजो केही नदेखा चिज देख्नु भएको छ, अहिले आज देख्नु भएको छ। त्यसकारण चाहिँ यो के हो भनेर एउटा घटना मलाई नसोध्नुहोस्। बालुवाको त आन्दोलन गर्ने, फेरि बालन सरकार जेन्जी आन्दोलनभन्दा ठुलो आन्दोलन गर्ने, त्यहाँबाट बालुवाटारमा घिसारेर ल्याउने रे भन्छन् त फेरि एमालेहरू। होइन भन्न त दिनुहोस् न, अघि नै मैले भनिसकेँ, भन्न त दिनुहोस् न। हामीले अस्ति चाहिने अर्थमन्त्रीजीलाई भेट्दा, तपाईँलाई म एउटा कुरा भन्छु, अर्थमन्त्रीजीलाई भेट्दाखेरि उहाँले के भन्नुभयो भने आइएमएफको बैठकमा तपाईँ त नजानी हुनुभएछ नि भनेको मैले स्पष्टीकरण दिएको थिएँ, यसो हो प्रधानमन्त्रीले भने होइन भनेर भनेको थिएँ। प्रधानमन्त्रीजीले मलाई फोन गरेर के भन्नुभयो भने तपाईँले किन बोलेको थियो भन्नुभयो, किनभने यो तपाईँले